यो चाहिँ कागतीको बिरुवा यसरी चाहिँ अहिले फुल्ने तयारी भइरहेको छ। हामी अहिले आइरहेका छौं तुलसी एग्रो फार्म वीरेन्द्रनगर 16 मा रहेका कागतीको बिरुवाको दृश्य हामी हजुरहरुलाई देखाइरहेको अवस्था। यसरी चाहिँ अहिले फूल खेल्ने अवस्थामा छन्। हामी देख्न सक्छौं यहाँनिर कागती यसरी फुलिरहेको छ। यही यतापट्टि केराहरू यस्तो अवस्थामा अब रुखमै पाक्न लागेको अवस्था हामी तल देख्न सक्छौं। पुरै कागतीको बगैंचाहरू यसरी चाहिँ रहेका छन्। यो चाहिँ माल्टाको बिरुवा, यो पनि अमिला जन्ने फलफुल अन्तर्गत पर्छ। यो 2 वर्षको बिरुवा हो। यहाँनिर उखु रहेछ, फेरि उखुहरू पनि यसरी लगाइरहेको अवस्था हामी देख्न सक्छौं। खाली जग्गामा उखु छ, बीचमा कागतीको बिरुवा छ। यो पनि अमिला जन्ने फलफुल अन्तर्गत पर्ने अमिलाको बोट। यो पनि 4 वर्षको बिरुवा भयो। यो बोट फलेको छैन, अहिले फुलेको पनि छैन। यस्तो छ हामी बगैँचामा घुमिरहेको अवस्था। यहाँनिर हामी देख्न सक्छौं टिमुर, कागती, अमिला, अनारका बोटहरू। यो 4 वर्षको अमिला यसरी चाहिँ यो अहिले फूल खेलिरहेको अवस्था। यहाँनिर हामी देख्न सक्छौं पातलो मात्रामा फूलहरू फुलेको छ यसको। यसरी चाहिँ यो फूल खेलिरहेको छ अमिला। यो पहिलो वर्ष यसरी चाहिँ फूल खेलेको अवस्था। अब यो बुटा चाहिँ अलिकति ठुलो हुँदैछ, 4 वर्षको मात्रै भयो। चिसो ठाउँ भएको हुनाले केही ढिला मात्र यो फल्ने गर्दछ यो ठाउँमा। यो बुटा चाहिँ अलि पहिल्यै फुलेर फलिसकेको अवस्था। सानो फलहरू लागिरहेको छ यसमा। यो चाहिँ 5 वर्षको बुटा हो कागतीको। यो बुटा ठुलो भएको छ, अहिले ठुलो भएको अवस्था। भर्खर फलेको छ। कोही फल यसरी खसेको अवस्था हामी देख्न सक्छौं यहाँनिर। यो चाहिँ स्याउको बुटा हो। यस्तो हुन्छ स्याउहरू हामी देख्न सक्छौं। यो चाहिँ 5 वर्ष भयो लगाएको, अहिलेसम्म फलेको छैन। भर्खर फुलेको चाहिँ छ है स्याउ। आउने सालबाट हामीले यसको उत्पादन लिन सक्छौं यो ठाउँमा। यो चाहिँ सिडलेस किमु हो। कति राम्रो छ है, उन्नत जातको किमु घाँसको लागि लगाएको। किमुको बोटहरू। यो चाहिँ नास्पातीको बिरुवा। यो भर्खर पातलो फलिरहेको अवस्था छ, हामी देख्न सक्छौं। बुटा धेरै हलक्क बढेको छ। यसरी चाहिँ यो धेरै माथिसम्म फैलिएको छ। केही दानाहरू यसमा फलेको छ यो समयमा। नास्पातीहरू यसरी हामी फलेको देख्न सक्छौं। यहाँनिर माथि पनि फलेको छन्, माथिसम्म यस्तै फलेको छ। यस्तो बगैँचाभित्र हामीले यो गोडमेल गर्दाखेरि आलु लगाएका छौं। यहाँनिर यो आलु चाहिँ अब गोड्ने बेला भइसकेको छ। यो पानी चार्नलाई स्प्रिङ्कलर। यो उखुहरू बीचबीचमा। उतापट्टि हाम्रो कागतीको बुटाहरू छ लाइनैसँग। टिमुर कागती मात्र देख्न सक्छौं जता हेर्यो।